एउटा बच्चासँगकी महिलाको काम कति हुन्छ हेर्नु है। बिहान उठेपछिको काम त अझ मैले देखाएकै छैन है तपाईँहरूलाई। म चाहिँ खाना खाएपछिको काम पनि देखाउँदैछु। खाना खाएपछि यसरी छोरीले भत्ताभुङ्ग पारेको कोठालाई सफा गर्नु पऱ्यो है। सफा गर्दैछु, सफा गरिरहेको छु। उताउति उठेर रोइसक्यो, फेरि जानु पऱ्यो छोडेर। एकछिन काखमा लिएँ अनि फेरि आएर आफ्नो काम फेरि गर्न थालेँ। यसरी कोठाहरू मिलाउने, बढार्ने, पोचा लाउने, बिस्ताराहरू मिलाउने, बेडहरू मिलाउने। त्यसपछि फेरि बिचमा उसले खुवाउने बेला हुन्छ, बेड मिलाउँदैछु। उता ऊ चाहिँ उठिसकेको थियो अनि एकछिन खेलाउन दिएर छोडेको अनि फेरि आइसक्यो क्या ती मेरै पछाडि आइसक्यो। अनि फेरि भात खुवाउने बेला भएको थियो। रुँदै रोइरहेको कि उठेर कस्तो रोइदिरहेको। जे भए पनि फेरि खुवाएँ अनि खुवाएर फेरि आफ्नो काम त गरिरहेको छु। एउटा कोठा सफा गर्न कति धेरै झन्झट हुन्छ कि बच्चासँग त। लास्टै झ्याउ लाग्दो गराएको हुन्छन्। जुठो पोखिदिने, खाना फालिदिने, अब आफूले खान लागेको खानामा कुच्दिने, जे पनि गरिदिने कि पानी पोखिदिने, सबै गर्ने। अनि उठेर खाना खाएपछि पहिला चाहिँ भाँडा माझेको चाहिँ मैले क्लिप बनाउन बिर्सेछु कि। म चाहिँ भर्खर पहिलो हो नि त आज, क्लिप बनाउनै बिर्सेछु। त्यसपछि कोठा सफा गरेकोबाट मैले बनाउँदैछु। कोठा सफा गरिरहेको छु। बिचमा नानीलाई पनि रेखदेख गरिरहेको छु। खाना खुवाउने, यताउति दिसा पिसाब गर्छ, त्यो सफा गर्ने। अनि मैले अब बेडहरू मिलाइसकेँ, ग्यास पनि पुछिसकेँ। त्यसपछि अब त्यहाँ फोहोरहरू भएको फोहोरहरू लगेर राख्दैछु। नानी उता खेलिरह। एकछिनपछि मलाई एकदम जिद्दी गर्छ कि नानीले। अनि जिद्दी गरेपछि चाहिँ फेरि अर्को रुममा आएर यता लुगाहरू पटाउँदैछु नानीलाई खेल्न दिएर। बेडमा राखेर त्यस्तोहरू खेल्न दिन्छु कि। हाम्रो नानी त्यस्तो खेल्यो भने कति खुसी हुन्छ। अनि उसको साथमा बसेर काम गऱ्यो भने चाहिँ रिसाउँदैन, रुँदैन। बाहिर यताउति गयो भने चाहिँ एकदम रुन्छ कि। अलि सुरुमा निदाएर उठेको बेला भित्र चाहिँ सफा गरेर भ्याइसकेँ। अब बाहिर चाहिँ गल्लीमा बढार्ने, पोचा लाउने गर्दैछु होइन। अनि गल्लीलाई चाहिँ सफा गरेछु। नानीभित्र खेलिरह। त्यसपछि अब मैले त्यो गल्लीमा पोचा लगाइदिन्छु। नानीलाई चाहिँ त्यतिन्जेलसम्म मैले मोबाइल दिएको थिएँ कि भित्र, किनभने उसले चाहिँ डुडी र ताराबाजीले चाहिँ एकदम मन पर्छ कि। अनि त्यही भएर उसलाई चाहिँ मैले मोबाइल दिएर मैले आफ्नो काम गर्दैछु। पोचा लगाएँ, अघि बढारेँ, भित्र पनि पोचा लगाइदिएँ। त्यसपछि मैले पोचा लगाएपछि अब के गर्ने भनेर सोचिरहेको हुन्छु कि। अब अनि लुगा धुन्छु। नानी आइसकेको पोचा लगाएको थिएँ मैले, चिसै ऊ आइसकेको त्यहाँ। अब भित्र आउँछु भनिरहेको थिएँ, भित्र आउँछु भनिरह। मैले नआउनु नो भनिरहेको छु। उसले चाहिँ आउँछु भनिरह। आउँछ होला सायद अब हेर्नु है। ती आयो ती अब बाहिर मुढामा लगेर राखेर फेरि बाहिर पनि पोचा लगाएँ। मुढामा चाहिँ बस्छ एकछिन। अब चाहिँ ऊ निदाएर उठेको धेरै समय भइसकेको थियो नि त। अनि त्यही भएर मुढामा बसिरह। अब चाहिँ मेरो लुगा धुने पालो हो। एकछिन ऊ भित्रै छ, भित्र भएको बेलामा चाहिँ मैले धोइहाल्छु भनेर लुगा भिजाइहालेको थिएँ। अनि पानी पनि भर्नुपर्ने थियो। पानी बोतलमा भर्ने, बाल्टीमा भर्ने, अनि लुगा धुने। नानी खेलेको बेलामा चाहिँ त्यसै गर्छु भनिरहन्छु कि। मैले चाहिँ के गर्ने, मोबाइल चाहिँ दिनु हुँदैन सानो बच्चालाई। तर मेरो नानी चाहिँ मोबाइल नदियो भने कहिलेकाहीँ मान्दैन कि। खासै त उसले हेर्दैन, तर दियो भने चाहिँ जति पनि हेर्छ। ती ढोकामा आइसकेछ, म बाहिर आउँछु है भनिरहेको थियो। बाहिर आउँछु भनेर भित्रबाट के सङ्केत गरिरहेको कि। अनि म लिन आएको, ऊ बाहिर निस्किने कति खुसी भएको थिएँ। मामा आउनुभयो भनेर त्यो हाई गर्दा त भनेको हाई पनि गइरह। अब चाहिँ उसलाई मैले बाहिर ल्याएर राख्नुपर्छ। उसलाई बाहिर ल्याएर राखेपछि अनि बल्ल मैले चाहिँ आफ्नो कपडा धुने हो। यसरी मुढामा ल्याएर राखिदिने आफ्नो आडामा। अनि त्यहाँबाट हेर्छ अनि उसँग बोल्ने, एप्पल बल भन्ने, अनि 1 2 भन्ने। यस्तै गरेर मेरो दिनहरू चाहिँ बित्छ। बच्चासँग चाहिँ दिन बिताउन सजिलै पनि छ दिन जान चाहिँ। तर गाह्रो पनि छ कि। बेलामा चाहिँ बच्चा बिरामी भएको बेलामा, झगडालुहरू भएको बेलामा पानीमा हिँड्न कति खुसी भएको हेर्नु नि त्यहाँ। मेरो लुगा सुकाउने बेला भएको थियो अनि उसलाई चाहिँ जाम हिँड लुगा सुकाउन भनेर हिँडेको चाहिँ। पानीमा हिँड्न एकदम खुसी मान्छ कि उसले चाहिँ। अनि त्यही भएर हिँड भनेको चाहिँ त्यसरी हिँडिरहेको थिएँ। कति खुसी हुन्छ कि बच्चाहरू पानीमा हिँड्न भनेपछि है। मेरो नानी मात्र हो कि सबैको त्यस्तै होला है। अनि एकछिन बस है, म लुगा सुकाउँछु भनेर ला। अब के गर्ने है, एक्लै भएपछि अब उसलाई एकछिन राखेर लुगा सुकाउनु पऱ्यो। सबै आफूले गर्नुपर्ने, बच्चासँगै लुगा यताउति खाना सबै गर्नुपर्ने। गरेर आफू थाकेर कस्तो झ्याउ लाग्दो भएको कि। म त एकदम कस्तो झ्याउ लाग्दो भएको थियो। अनि नानीलाई पनि ब्रस गराउँछु, म नि ब्रस गर्छु भनेर ब्रस गर्न दिएँ। उसले पनि ब्रस गरिरहेको थिएँ।
बच्चाहरू चाहिँ सानैबाट ब्रस गराउनु पर्दो रहेछ कि तर दुधी दाँतबाटै ब्रस गराउनु पर्छ भन्छन्। त हजुरहरूको नानी बाबुहरूलाई कति समयबाट ब्रस गर्न सुरु गर्नुभयो मामुहरू? मैले त मेरो नानीले दाँत आएबाट नै सानो सानो ब्रसहरू हुन्छ नि त बच्चाको, त्यो ब्रसहरू दिइराखेको छु। उसले चाहिँ जान्न त जानेको छैन, टुथपेस्टहरू चाहिँ राखेर दिँदिनँ, तर ब्रस मात्र दिन्छु के। मैले अहिले निदाउने बेलामा चाहिँ भोइस ओभर गरेको, यो मेरो पहिलो हो, कस्तो हुन्छ भनेर मैले गरेँ हो यत्तिकै, हेरमै कस्तो हुन्छ। म नुहाएर पनि सकेँ, अनि एकैछिनमा त पानी परिदिरहेँ, अनि फेरि मैले लुगा पनि उठाएँ। अब आज चटपटे खानु पऱ्यो भनेर चाउचाउ ल्याएको, छोरीले पहिल्यै चाउचाउ गरेर उसलाई अलिकति नदिएसम्म हुँदैन। उसलाई मैले चाउचाउ र भुजा चाहिँ अलिकति थालमा राखिदिन्छु, त्यसपछि ऊ खुसी हुँदै खान्छ। अनि बल्ल आफ्नो काम गर्ने हो। पहिला बच्चाको चित्त नबुझाएसम्म त के पनि गर्न दिँदैन कि नानीहरूले त, बच्चाबच्चीहरूलाई चित्त बुझाउने अनि बल्ल आफ्नो काम थाल्ने हो, नत्र भने त सब भाड भैलो गराइदिन्छ उसले त। त्यस्तो भाड भैलो गराइदिन्छ कि कुरै छोड्नु न आमामा। अनि म त एकदम दिक्कित हुन्छु कि, अचम्म लाग्छ। उसलाई भुजाएर चाउचाउ दिइरहेको त्यहाँ, उसले चाहिँ खाइरहेको थिएँ। मैले चाहिँ अनि चटपट बनाउने सामानहरू रेडी पार्दैछु, प्याजहरू आलु काट्दैछु। अनि यतिकैमा मैले फेरि अन्डा ल्याउन बिर्सेछु कि, मैले त खाँदिनँ नि साउनमा, नानीलाई चाहिँ ल्याइदिन्थेँ। अनि उसलाई एकछिन त्यही छोडेर म अन्डा लिएर आएर पनि अब बोइल गर्न राखिरहेको छु। अन्डा पनि पाकिसक्यो, आलु पनि पाकिसक्यो, आलु फोक्दैछु। अनि त्यसपछि अब भाइ स्कुलबाट आउनेला हुन्छ, अनि मैले चटपट बनाएर रेडी बनाउँछु। रेडी भइसक्यो हाम्रो चटपट खाना, आउनुहोस् हजुरहरू पनि। कति मिठो भएको थियो नि त साँच्चै भनेको, आफैले घरमा बनाएको चटपट पनि यति धेरै मिठो भएको कि, म त कस्तो आमामा अहिले पनि खान मन लागिरहेको छ। यो त हिजै खाएको भोइस ओभर चाहिँ आज गरेको। अनि यति खाएपछि हामी चाहिँ गयौँ उता भिरगुटी चोक गएको कि, फर्महरू त्यो कार्पेटहरू लिनु पर्ने थियो, मेरो कोठामा भिरगुटी चोक गयौँ। त हिँड्दै गएको थियौँ है, तर आउनु साबलले गर्दा होला कति गाह्रो भयो कि, एकदम व्यस्त रोड हुन्छ नि त, भिडियो बनाउनु चाहिँ त्यति राम्रोसँग मेसो पाएन, त्यही पनि बनाइरहेको छु सानो सानो क्लिप। अनि बेलुका भयो पूजापाठ गर्ने, अनि त्यसपछि खाना बनाउने खाने। अनि थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।